यो सम्पूर्ण हिसाबले यसको जिम्मेवारी राज्यले लिनुपर्छ र सम्पूर्ण हिसाबले राज्य असफल भएको र जनताप्रति गरिबप्रति निर्दयी भएको भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो, यो प्रमाण हो। खास गरिकन सरकारका नीति र निर्णयहरूले जनतालाई चाहिँ दुःख दिने गरी जनतालाई यो ठाउँमा पुगाउने खालको बाध्य बनाउने गरिकन जुन प्रकारको सरकारले, यो बालेन सरकारले नियम चाहिँ लागू गर्यो अथवा निर्णयहरू गर्यो, कानुनी चाहिँ उसले चाहिँ जुन एउटा प्रबन्ध गर्यो, व्यवस्था गर्यो, त्यसको उपज हो भन्ने ठान्छु म। पछिल्लो समय यहाँको चाहिँ बाटोघाटोको अवस्था चाहिँ सुदृढ नगरिकन, जनतालाई चाहिँ कमाउने नबनाइकन, जनताको चाहिँ अवस्थालाई चाहिँ सुदृढ नगरिकन कर मात्रै थपर्ने र राजस्व मात्रै असुल्ने जुन प्रकारको जनताको ढाड सेक्ने गरी, अझ विशेष गरिकन गरिब जनताको होइन, दुखीहरूको, सुकुम्बासीहरूको ढाड सेक्ने, उनीहरूको ज्यान लिने गरिकन जुन नीति कानुनी चाहिँ उसले प्रबन्ध गर्यो, त्यसको उपज हो भन्ने ठान्छु। यो राज्य असफल भएको छ। राज्य, यसको जिम्मा राज्य लिनुपर्छ। राज्यले एक प्रकारले भन्ने हो भने नागरिकको हत्या गर्ने काम गरेको छ यो सरकारले, बालेन सरकारले। अब हामी यस्ता घटना, यस्ता खालका निर्णय, यस्ता खालका चाहिँ नीतिका विरुद्धमा हामी सशक्त ढङ्गले हाम्रो आवाजहरू बुलन्द गर्छौँ, हामी लडाइँ लड्छौँ। यसमा मानव अधिकारको अवश्य पनि यो मानव अधिकारको न्यूनता अधिकतमै हनन भएको छ। हिजो हामीले देख्यौँ भिडियोहरू है, त्यो चाहिँ घटना घटिसकेपछि जुन प्रकारले त्यसको रेस्क्यु गर्नुपर्ने थियो त्यसरी नगरिकन अपराधीलाई चाहिँ समाजहरू जसरी घिसार्दै ल्याउने काम भयो। हस्पिटलमा पनि एकदम ढिलो चाहिने अब एकदम राम्रो भइरहेछ, रामराज्य भइरहेछ भन्ने सरकारले वीर अस्पतालमा ल्याइसकेपछि जुन प्रकारको उपचार प्रक्रियालाई सहजीकरण भएन, एकदम ढिलो गरिकन गर्यो, आफन्तहरूलाई भेट्न नदिने, बिरामीको अवस्था गोप्य राख्ने जस्ता खालका गतिविधिहरू गरे। यसले पनि राज्यको नियत एकदम स्पष्ट हुन्छ, शङ्कास्पद छ। राज्यले नागरिकको सेवा गर्ने, नागरिकको सुरक्षा गर्ने भन्दा पनि नागरिकलाई चाहिँ तहलाउने, भय सिर्जना गर्ने, त्रसित बनाउने र आफ्नो चाहिँ जुन प्रकारको अधिनायकवाद र तानाशाहको चाहिँ जुन इच्छा छ त्यसलाई चाहिँ पूर्ति गर्ने खालको देखिन्छ। सुदन गुरुङ रातभरि यहीँ बस्नुभयो क्या, मन्त्रीहरू, प्रधानमन्त्रीको सचिवालयको टिमहरू यहाँ आउनुभयो, एकदमै ख्याल गर्नु बारै छ भन्छन्। यहाँ आएर के फरक पर्यो भने मान्छेको जीवन नजोगिएपछि मान्छे बाँच्नु पर्यो नि, मान्छेले बाँच्न पाउनु पर्यो। यहाँ आउने कुरा ठुलो हो कि मन्त्री, प्रधानमन्त्री अथवा चाहिँ प्रधानमन्त्रीका सचिवालयका मान्छे बाँच्ने कुरा। मान्छेले एउटा चाहिँ गणेश नेपालीले आत्मदाह गर्ने ठाउँमा कसरी पुग्यो, त्यसको चाहिँ जिम्मेवारी यो सरकार छ कि छैन, बालेन सरकार छ कि छैन। बालेन्द्रजी प्रधानमन्त्री हुनुहुन्छ हुनुहुन्न, उहाँले ल्याएको नीतिका कारणले, उहाँले चाहिँ बनाएको, उहाँले कारणले गएको होइन। महानगर चाहिँ जोसुकै होस् होइन, राज्यको निकाय हो नि त, त्यो के उनीहरूको केही सम्बन्ध छैन र महानगर अन्तर्गतका भएकालाई त डाइरेक्ट उहाँले चाहिँ चिठी काटेर चाहिँ तल यसो गरेर भनेको छ त छैन र। शिक्षा चाहिँ महानगरको चाहिँ महानगरको मातहतमा पर्छ त शिक्षा, स्कुल शिक्षा, तर त्यसका सन्दर्भमा त उसले चाहिँ चिठी काटेर यसो गरेर भनेको छ त भन्दा अल्टिमेटली जुनसुकै सरकार, चाहे स्थानीय सरकार होस् चाहे प्रदेश सरकार होस्, त्यसको चाहिँ छाता चाहिँ त्यसको अर्गनाइजेसन सरकार त सङ्घीय सरकार हो नि। त्यस कारण यी सबै कुराको जिम्मेवार चाहिँ यो सरकार, बालेन सरकार हुन्छ। बालेन सरकारले यसको जिम्मा लिनुपर्छ। अवश्य पनि बाहिर निस्किनु भयो, के पाउनु भयो यो सरकार परिवारलाई भेट्दै एकदम मलाई दुःख लाग्यो। हामीले आयौँ यहाँ, डाइरेक्टरहरूलाई पनि भेट्ने कोसिस गऱ्यौँ, हामीलाई पनि भेट्न दिनुहोस् न, हामी एकचोटि बुझ्छौँ भन्दा हामीलाई पनि भेट्न दिएन, परिवारलाई पनि भेट्न दिएन। जसरी यो चाहिँ एकदम गोप्य राख्ने, लुकाउने, सूचना लुकाउने र यसले झन् थप शङ्कास्पद भइरहेको छ कि राज्य यो घटनामा, यो हत्यामा संलग्न छ भन्ने कुरा है। बालेन सरकार यो हत्यामा संलग्न छ भन्ने कुरा यसले पुष्टि गरेको छ। यो ट्राफिक नियमको नयाँ जरिवानाको जुन ड्राफ्ट त्यही त भने यस्तै खालका चाहिँ नियम, यस्तै खालका चाहिँ प्रणाली, यस्तै खालका चाहिँ उनीहरूको निर्णयका कारणले गर्दा आज गणेशले धेरै नेपालीहरूको, धेरै गरिबहरूको, धेरै सुकुम्बासीहरूको, धेरै यो चाहिँ राइट सेयर गर्नेहरू मान्छेहरूको चाहिँ हत्या गर्ने सरकारले निश्चित छ। त्यस कारण यो तानाशाही, यो निरङ्कुश सरकारका विरुद्धमा अब जनता जाग्नुपर्ने, जनताले सोच्ने बेला भएको छ। हामी सशक्त ढङ्गले यसका विरुद्धमा